सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 4 मिनी ब्लगमा। अनि आज चाहिँ मलाई चाहिँ केही कन्टेन्ट पनि पाइरहेको थिएन। फेरि मलाई चाहिँ एकदम धेरै करेन्ट चाउचाउ क्रेभिङ भइरहेको थियो। म करेन्ट चाउचाउ त खाँदैन, गजबको पिरो, हजुरहरूलाई थाहा होला मेरो भिडियो हेर्नुहुन्थ्यो भने होइन। अनि मलाई त्यस्तो एकदम खान मन लागिरहेको थियो, क्रेभिङ भइरहेको थियो, बट मलाई खान दिनुहुन्न। एक पेटी चाउचाउ छ, म यति खाने मान्छे, म चाहिँ अहिले खाँदैन। अनि मलाई त्यस्तै साग पनि बोइल गरेर यति खान मन लागिरहेको थियो। यो भिडियो हेर्ने हो भने चाहिँ म यस्तै खाएर दिदीहरूलाई कल गर्दै थिएँ, तिमीले पिरो खायौ क्या, अनि पिरो नखाऊ है भनेर गाली गर्दै हुनुहुन्थ्यो। यो भिडियो हेरेपछि त यसले गाली गर्नुहुन्छ, सरी दिदीहरू, मलाई एकदम खान मन लागिरहेको थियो। मैले धेरै पिरो हालेको छैन। अनि म चाहिँ पुरा मोलमाल गरेर यति धेरै खान मन लागिरहेको थियो नि, यति धेरै क्रेभिङ भइरहेको थियो नि, के भन्नु होइन। अनि क्रेभिङ भएको कुरा त नखाने कुरो भएन। अनि म चाहिँ यो मोलमाल गरेर हेर्नु कति देख्दै खाउँ लाग्ने। अनि बहुत खान मन लागिरहेको थियो, मैले खाएँ होइन। मेरो बाबुले पहिला हाम्रो भान्जे बाबा आउनुभएको थियो नेपालदेखि, अनि मेरो भान्जे बाबुले खानुभयो, मम्मीले खानुभयो, अनि म खाँदैछु काँचो सागसँगै। म त एकदम खान मन लागिरहेको थियो, धेरै खाएन, सक्दैन धेरै खान पहिलाको जस्तो गरेर, तर पनि खाएँ। अनि यति खाएर चाहिँ म मेरो मम्मी अनि भान्जा बाबु रेडी भएर चाहिँ हामी लाग्यौँ। भान्जा चाहिँ हिजो नेपालदेखि आउनु भएको थियो, त्यसैले चाहिँ मलाई हल्का सर्दी जुकाम भइरहेको थियो, त्यही भएर हामी चाहिँ लाग्यौँ। अटो त्यही घरदेखि अहिले 5 मिनट लाग्छ क्या त्यहाँ जानलाई। अनि हामी लाग्यौँ, अनि यस्तो दामी भ्यू देखिरहेको छ क्या। अनि गयौँ। अनि म चाहिँ धेरै भिडियो बनाउन सकेन, मलाई चाहिँ पुरा भिडियोहरू क्याप्चर गर्न सकेन नि त। आजलाई मेरो भ्लग यति नै, फेरि भेटौँ अर्को भिडियोमा, त्यतिसम्मको लागि बाइ बाइ।